Namaste everybody, welcome to you all. So on this day म र बाबा चाहिँ एउटा इम्पोर्टेन्ट कामको लागि बाहिर निस्केको थियौँ अनि आउँदाखेरि फर्किँदाखेरि चाहिँ पशुपतिनाथ हुँदै हामी बाटो हुँदै आयौँ अनि मलाई पशुपतिनाथ जान मन थियो अनि मैले बाबालाई चाहिँ जाबेलमा चाहिँ गाडीबाट झारेर मेरो एउटा इम्पोर्टेन्ट काम छ भनेर बाबालाई झारेँ, नत्र भए बाबा पशुपतिनाथ जानु हुँदैन थियो मसँग। अनि त्यसपछि बाबालाई के सम्झाएर चाहिँ पशुपतिनाथ घुम्न आयौँ अनि त्यसपछि लाइक अब टाइम स्पेन्ड गऱ्यौँ अनि एकछिन बस्यौँ, दर्शन गऱ्यौँ टाढैबाट। अब पशुपतिनाथ चाहिँ मेरो वान अफ द फेभरेट प्लेस टु गो हो अनि यहाँ गएर अलिक रिल्याक्सेसनहरू पनि हुन्छ अनि तपाईँहरूलाई म जस्तो एउटा मिस्टिरियस फिल हुन्छ कि हुँदैन यो पशुपतिको बारेमा। लाइक हेर्नु न, त्यही भगवान्को ठुलो मन्दिर छ, त्यही किनारमा मान्छेको लाख जलाइन्छ। हुन त सुनेको कि अब सबै देवी देवताहरूमा चाहिँ अलिकति महादेव चाहिँ अलिकति छुट्टै भिन्नै हुनुहुन्छ भन्ने सुनेको छ, सायद त्यही कारणले होला यो ठाउँको बनावट यस्तो बनेको। बाबासँग एकछिन यहाँ बस्यौँ, हेऱ्यौँ अनि उकालो लाग्न थाल्यौँ हामी। अनि मैले बाबालाई चाहिँ आधी बाटोमा के भनेको थिएँ, मलाई किरातेश्वर लानु भनेको थिएँ कि। अनि अब क्युरियस किरातेश्वर भनेको लाइक अब भगवान् महादेवसँगै लाइक रिलेटेड छ, त्यस कारण हो। अनि लाइक अब धेरै ठाउँहरू यो ठाउँ चाहिँ मैले बाबालाई लगेको पहिला धेरै अगाडि म गएको थिएँ यो ठाउँमा। अनि यो रुखहरूको यो जुन स्ट्रक्चरहरू यो हुन्छ नि डिजाइनहरू भएको कारणले चाहिँ मलाई अलिकति काम फिल हुन्छ, त्यस कारण चाहिँ मैले बाबालाई यता लगेको नि। यो रुख हेर्नु न कति एट्र्याक्टिभ छ क्या। बाबा चाहिँ अगाडि अगाडि हुनुहुन्छ, म पछाडि बस्दै भिडियो गर्दै गइरहेछौँ, घुमिरहेको छौँ। अब मेरो बाबा चाहिँ अब बुढो हुनुभयो। सबसे दुःख लाग्ने कुरा चाहिँ के रहेछ लाइफमा भने आफ्नो बुढाबुढी हुँदैछन् भन्ने चाहिँ सबसे दुःख लाग्ने रहेछ क्या। अनि मेरो फ्यामिलीमा चाहिँ के रहेछ भने बाबाहरू चाहिँ जेनेटिक भएको कारणले चाहिँ हाम्रो फ्यामिलीको सबै केटा मान्छेहरूको कति यङ एजमै हेर्नु न कपाल झरेर ताक्लु भएको क्या। हाम्रो जुजु बाजेहरू हेर्दाखेरि बाबाको काकाहरू सबैको त्यस्तै छ भने किरातेश्वर बाबा धेरै अगाडि आउनु भएको थियो, त्यही भएर बाबालाई नै आइडिया छैन कुन वे जाने भनेर। अनि मैले यो गोरु छोको कि डर लागि अनि त्यसपछि यता चाहिँ हामीले मिलेर देख्यौँ कस्तो युनिक छ क्या यसको यो त्यो बडी। अनि यो बाटो चाहिँ मलाई कस्तो एकदमै रिल्याक्सिङ खालको लाग्यो कि। अनि यो बाटो हुँदै यताबाट निस्किँदैछौँ तर फर्स्ट टाइम हो मेरो चाहिँ। बाबा अगाडि हुनुहुन्छ, अब किरातेश्वर खोज्दै बाटो खोज्दै गइरहेछौँ। अनि यता होला भनेर हामी चाहिँ यो किनारातिर गएको होइन रहेछ अरे। अनि फेरि फर्केर हामी आयौँ अनि बाटो बाबालाई अलिअलि याद रहेछ अनि जाँदैछौँ। बल्ल यो वे चाहिँ जाँदैछौँ, यो बाटो चाहिँ किरातेश्वर जाने बाटो एक्ज्याक्ट बाटो रहेछ। जाँदैछौँ हामी एकछिन गफ गर्दै बाउ छोरी। ल यता हामी पुग्यौँ किरातेश्वर। किरातेश्वर महादेव मन्दिर चाहिँ यही हो एक्ज्याक्ट चाहिँ। त्यस्तो धेरै किन रहेछ मन्दिर रहेछ। अनि आई वाज क्युरियस, अब किरातेश्वर भनेपछि किरात आएपछि हामीले किरातभित्र पर्छौँ नि त, अनि के चाहिँ रिलेटिङ छ भनेर चाहिँ आई वाज क्युरियस। तर पछि चाहिँ महादेवकै एउटा ऊ रहेछ किरातेश्वर भनेर चाहिँ। अब हामी किरातको चाहिँ एउटा ओरिजिन चाहिँ महादेवबाट भएको भन्ने मलाई चाहिँ त्यो फिल भयो। ल अब किरातेश्वर पनि गएँ, भेटेँ, देखेँ बाबालाई, थ्याङ्क यू फर द्याट। अनि अब यही हाम्रो फाइनल डेस्टिनेसन फर टुडे। सो अब हामी चाहिँ घर फर्किएको। थ्याङ्क यू फर वाचिङ।